Look at this. ठुलो छ त्यही छ माइलस्टोन ढुङ्गाको यता छङ्गु है अनि So hello and namaste सबैजनालाई वेलकम टु आवर न्यू डे एन्ड न्यू ब्लग्स सो आई होप यु आर राइट सो म पनि भन्नुपर्दा ठिकै छु सो आजको ब्लग चाहिँ के रहनेछ भने सो मैले आज इभिनिङ वकमा आएको सो म र मेरो साथी सो अहिले भने चाहिँ वक सकेर पनि सो घरपट्टि फर्किँदैछु हामी रुममा है अनि अहिलेको वेदर भन्नु पऱ्यो नि वेदर साह्रै राम्रो पनि छैन है धुम्मिरहेको छ बिहान चाहिँ घाम लागिरहेको थियो है अहिले अचानक कुहिरो है फगी हेभी लागिरहेको छ यहाँको वेदरलाई भन्नै सकिँदैन है जति बेला पनि जे पनि हुनसक्छ एकैछिनमा पानी पनि पर्छ एकैछिनमा घाम पनि लाग्न सक्छ है अनि अहिलेको टेम्परेचर कति छ भन्दा चाहिँ अहिलेको टेम्परेचर चाहिँ 15 डिग्री छ है यहाँको सिक्किममा यो चाहिँ 17 माइलमा है अनि हेर्दै गर्नुहोस् होला सो यहाँको भ्यू चाहिँ यस्तो छ है यो चाहिँ 17 माइलको भ्यू है सो आज घाम नलागेर अलिकति वेदर अलिकति बिग्रिरहेको छ भ्यू पनि राम्रो क्याप्चर भएकै छैन सो त्यही भएर जब घाम लाग्छ तब भ्यू मजाले क्याप्चर पनि हुन्छ सो देख्नुहोस् होला है सो अहिले भने चाहिँ रुममा आइपुग्नु लाग्यो है म जाँदैछु सो माथि गएर है म तपाईँहरू देखाउनु छु के छ भन्दा माथि अघि मैले देखेको थियो याकको सिङ है अनि एउटा माइलस्टोन सो हेर्दै गर्नुहोस् होला त्यो पनि देखाउने छु त्यो सिङ चाहिँ यति ठुलो छ कि यत्रो ठुलो छ कि हेप्पी नै ठुलो छ सो हेर्दै गर्नुहोस् होला लुक एट दिस त्यो ठुलो छ यार सिङ के भन्छ चौडीको सिङ है त्यो ठुलो छ यहाँ चाहिँ छ माइलस्टोन ढुङ्गाको के हो पनि यस्तो छ है हेभी नै एउटा दुईवटा तिनवटा चारवटा 5 6 7 8 8वटा सिङ जस्तो के हो भ्यूहरू चाहिँ यस्तो छ है फगी लागेर त्यस्तो के राम्रो देखेको छैन यता देख्दा चाहिँ यता छङ्गु है अनि ओइ कुकुर पनि भुक्दैछ हो ओ ला आइजा 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 यस्तै छ यहाँको भ्यू चाहिँ सो देख्न सक्नुभयो होला है माइलस्टोन र चौडीको सिङ है अनि अब चाहिँ म चाहिँ रुम जाँदैछु अघि चाहिँ रुम मात्रै आइपुगेको थियो अब चाहिँ रुम गएर के हुन्छ कामहरू है बेलुकाको खानाहरू बनाउनु छ सो यही हो सो हेर्दै गर्नुहोस् होला हो यो चाहिँ अघि दिउँसो पानी बनाएर ल्याएको त्यही माथिबाट त्यही लाइन हो सुतिरहेको छ नि केटाहरू दुईजना सो आजको लागि यति नै है होप यु लाइक इट थ्याङ्क यू फर वाचिङ दिस भिडियो लेट्स इन बाई बाई अब नेक्स्ट ब्लगमा भेटौँ है My heart rages around like an ocean in my head.